केही वर्ष अगाडि यस्तो हल्ला फैलाइएको थियो कि एलपीजी ग्यास सिलिन्डरको अभाव हुन लागेको छ। तपाईले पनि देख्नुभयो होला, तपाईको छिमेकको ग्यास पसलमा ग्यास किन्न मानिसहरूको भिड लागेको थियो, ब्ल्याकसम्म भएको थियो। तर यदि हामीसँग थोरै बेसिक ग्यास भएको भए हामीले थाहा हुन्थ्यो कि एलपीजी इज नट अ रेयर रिसोर्स एन्ड इट्स सप्लाई इज फ्लेक्सिबल इनफ। भनेपछि लङ टर्ममा ग्यास सिलिन्डरको कमी हुनै सक्दैन, तर पनि ग्यास अब पाइदैन, अभाव हुन्छ भन्ने खबर फैलाइयो अनि मान्छेहरूको ग्यास किन्नको लागि लाइन लाग्यो। यो उदाहरण मैले तपाईलाई यसकारण दिएको हुँ कि यस धरतीमा केही खास मानिसहरू हुन्छन् जसको काम नै बजारमा सेन्टिमेन्ट मतलब डर वा लोभ सिर्जना गर्नु हो र साना मानिसहरूको खल्तीबाट पैसा निकालेर आफ्नो खल्तीमा हाल्नु हो। अहिले चाँदी र सुनको हालत पनि यही भएको छ। मेरो बुझाइ के हो भने सुन वा चाँदीको अहिलेको अवस्था उत्पन्न गरिएको हो। यसको प्राइसलाई कृत्रिम रूपमा बढाइएको छ किनभने कुनै पनि चीज बिक्नका लागि सबैभन्दा पहिले त्यो एफोर्डेबल हुनु जरुरी। यो नै व्यापारको पहिलो प्रिन्सिपल हो। बनाउन त हामी सुन र चाँदीको पलङ पनि बनाउन सक्छौं, तर के कसैले किन्छ? फाइनल कुरा यति हो, यदि तपाई बाठो हुनुहुन्छ अर्थात् ती मानिसहरू भन्दा पनि ठूलो म्यानिपुलेटर हुनुहुन्छ भने आउनुस् गोल्ड र सिल्भरबाट पैसा कमाउनुस्। तर यदि तपाई साधारण सोझो सिधा मानिस हुनुहुन्छ भने मज्जाले राति आरामसँग सुत्नुहोस् र पैसा त्यस्तो ठाउँमा लगानी गर्नुहोस् जहाँ तपाईलाई डिमान्ड र सप्लाई सिस्टमको नलेज